भाग्यमानी 40 जनाले यो भिडियो हेर्न पाउनु हुनेछ भनेर एकदम खोजी हुन्छ। कान्छी छोरीले चाहिँ मेरो पैसा जोगाएकी छिन्। कान्छी छोरी चाहिँ रिसाइकलमा पर्छिन्। ड्याडी 16 वर्ष छिटो देखिनु सुनिन्छ। सबैमा नमस्कार, स्वागत छ सबैजनालाई हाम्रो अर्को नयाँ ब्लगमा। एलेक्सा बज। गुड। आज चाहिँ हामी पार्क जाने छौं अनि हामी यसरी रेडी भएका छौं। मम्मी चाहिँ सुतिराख्नु भएको छ। मम्मीको जाने योजना छैन है क्या? रेडी भइसके त म। ल हिँड्नु। अनि मैले चाहिँ यो सानो सानो भ्लग किन बनाउँदै छु भन्दाखेरि नेपालमा चाहिँ ड्याडी मम्मीले कसरी रमाइलो गरिराख्नु भएको छ, कसरी बसिराख्नु भएको छ भनेर एकदम खोजी हुन्छ। विशेष त भाइ बहिनी र ज्वाइँबाट खोजी हुन सक्छ भनेर मैले यस्तो सानो सानो ब्लगहरू बनाइरहेको छु। अनि ड्याडी मम्मीलाई जसले माया गर्नुहुन्छ यो भिडियो हेरेर उहाँहरू पनि खुसी हुनुहुन्छ भनेर यो भिडियो बनाएको हो। यो भिडियो चाहिँ मैले सेयर गर्ने छैन, यो युट्युबमै हुनेछ। 40 जना सब्स्क्राइबर हुनुहुन्छ। भाग्यमानी 40 जनाले यो भिडियो हेर्न पाउनु हुनेछ। ल अब जाम। यो भ्लगमा म चाहिँ गेट रेडी विथ मी भन्ने भिडियो पनि एड गर्ने छु र त्यो भनेको मेरो हुने छैन, मेरी कान्छी छोरीको हुनेछ, जसले सम्पूर्ण लुगा आफ्नो दिदीको लगाउँछिन्। उनको आफ्नो नयाँ लुगा भनेको कुनै कुनै मात्र हुन्छ। अब म स्टार्ट गर्छु। सबभन्दा पहिला जुत्ताबाट स्टार्ट गर्छु। यो जुत्ता दिदीको जुत्ता हो, जसले जुन 3 वर्षको हुँदाखेरि दिदीले लगाउँथिन्। त्यसपछि यो पेन्ट हो, सर्ट्स। यो सर्ट्स दिदीले 3 वर्षको हुँदा लगाउँथिन्। अनि यो टी सर्ट हो जुन दिदीले 4 वर्षको हुँदा लगाउँथिन्। अहिले दिदी 6 वर्षकी भइन्, बहिनी 3 वर्षकी हुन लागिन्। त्यतिले नपुगेर यो जुन रबर छ यो रबर पनि दिदीकै लागि भनेर ल्याइएको हो। अब यो सबै मेरी कान्छी छोरीले लगाउँछिन्। अनि हेरौँ हाम्री कान्छी छोरी कस्तै देखिन्छिन्। यस्तै राम्री बनेर मेरी कान्छी छोरी पार्क जान्छिन्। हेलो भन्देऊ कान्छु। मेरी कान्छुको फाइनल लुक्स। अब त्यसमा पनि यो चस्मा पनि दिदीकै हो अनि यो ब्याग पनि दिदीको नै हो। जस कान्छी छोरीको लागि चाहिँ मेरो इन्भेस्टमेन्ट एकदम कम छ। कान्छी छोरीले चाहिँ मेरो पैसा जोगाएकी छिन्। कान्छी छोरी चाहिँ रिसाइकलमा पर्छिन्। मेरी बहिनी पनि रिसाइकलमा पढ्थी, मेरी कान्छी छोरी पनि रिसाइकलमै पढ्छिन्। हैन? अब हामी कहाँ जाँदैछौँ कान्छु? को जाने? अनि हो ल बाई। 1-2 फोटो खिचौँ न त। गुड। ड्याडी मम्मीलाई चाहिँ बेहुला बेहुली भन्दा पनि चर्को भइसक्यो रेडी भएर तल झर्नको लागि। मेरी कान्छी छोरीले चाहिँ ठाउँ ठाउँमा पुरै लिपस्टिक लाएर भर्याङ्गे लिपस्टिकले पोतेकी रहेछिन्। मैले अहिले भर्खर थाहा पाउँदैछु। ड्याडी ल टक्क लाएर ड्याडी बेहुला बनेर निस्किनु भएको छ। बेहुली पनि पछाडि पछाडि आउँदै हुनुहुन्छ। आज 28 डिग्री थियो, तर ड्याडीलाई चाहिँ जहिले पनि जाडो नै हुन्छ। आज जबरजस्ती हाफ टी सर्ट लगाउन लगाएको। के छ, जाडै छ ड्याडी? छैन अहिले त जाडो छैन। ओहो ह्यान्डसम देखिनु भयो त ड्याडी। पल्टक्क पेट खाइलाग्दो। के छ, पेट लागेकोमा खुसी हुनुहुन्छ? यतिको त चाहिहाल्यो नि। किन? मम्मी के भन्नुहुन्छ? ड्याडी 16 वर्ष छिटो देखिनु हो। तपाईँ? म अनि यो लुगा चाहिँ यस्तै चलाइराख्नु पर्ने ठुली नातिनीकै गुण गाह्रै छ कि ठुली नातिनी र आमाको गुण गाह्रै छ? बोल्दा बोल्दै लुगा बिगारेर हजुरआमाले। हेर्नु यहाँ कान्छुसँग केही सिक्नु के? कान्छु ल हिँड जाम। कता जाँदैछौ? क्यानाडा। तपाईँहरूसँग मात्र जाने होला भन्ने सोचेर पछि लाग्दैछ। म पनि जाने हो कान्छु। कान्छु चस्मा नलाउने कि? चस्मा नलाउने कि लाउने? कान्छु चस्मा बिना हिँड्दिनन्। गोल भन्नु पर्यो नि त। ल हान, खुट्टाले हान नि, यस्तो हान के। नानी डरा छ। ज्वरो आइहाल्छ क्या यही पार्क हो। यो नजिक कि स्कुलको नजिक ड्याडी? स्कुलको नजिक हो र? मलाई यो चाहिँ नजिक हो जस्तो लाग्छ।
सिधा बाटो छ नि त यताबाट सिधै सिधै आउँदाखेरि कान्छु जाऊ चस्मा लाऊ राम्रो नानी डराछिन् नानी डराइहाल्छिन् ल हेर्छु ल जाऊ चस्मा लाऊ ज्वरो आएको छ छैन छैन चस्मा लाऊ मम्मी सुत्नु भएछ आनन्दले यो कसको लुगा हो तपाईँको हो र होइन त होइन ती कसका हुन् मेरो त सलिङ कान्छु यता हेरिस हो हेलो 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 कान्छु यता हेर कहाँ छेउ के गर्दैछौ के गर्दैछौ सिलिली खेल्दैछौ सिलिली खेल्दैछौ हेलो ल ल ल हजुर म यहाँ पार्कमा छु म यहाँ खेल्न आएको कति राम्रो पार्क रहेछ यहाँ आउनु ल नजानु कता जानु यता जानु लु भन त हजुर म यही पार्कमै छु यहाँ घुम्न आएको नि घुम्न आएको हजुर साँच्चै सुनिँदो रहेछ है सुनिन्छ साँच्चैमा सुनिँदो रहेछ सुनिन्छ त्यो कनेक्सन छ कहाँबाट कनेक्सन रहेछ त्यहाँ उहाँबाट यहाँ तलबाट होला त्यो गएको घुम्न जाने आमालाई चाहिँ खै त आमा खै भनेर सोधेको लडियाला कान्छ फेरि गर त आउन त यहाँ पार्कमा जान्छु कस्तो लाग्यो त ड्याडी पार्क दामी छ नि यसरी खेल्न पाइन्छ ल लाउनु म तपाईँलाई टिकटकको लागि राम्रो राम्रो भिडियो बनाइदिन्छु हजुर कुनमा हजुर आउनु ल अब यसमा मेरोमा चाहिँ चार्ज सकिन लागेको छ अब 2 घन्टा भयो हामी घर फर्किँदैछौँ आजको लागि यति नै ड्याडी कस्तो लाग्यो ड्याडी जाने होइन त ड्याडी चाहिँ अझ नातिनीलाई खेलाउनमै व्यस्त हुनुहुन्छ सायद हामी अझै पनि जाँदैनौँ होला सिधै यहाँबाट ठुलीलाई लिन स्कुल जान्छौँ होला आजको लागि सबैजनालाई बाई अब नेक्स्ट भ्लगमा फेरि भेट्नेछौँ जाँदा मौसम कति सफा थियो गर्मी थियो आउँदाखेरि पानी पर्यो चिसो चिसो मौसम भयो अरे अनि चिया बनाउनु भएछ नातिनीलाई र आफूलाई मात्र मलाई चाहिँ छैन फेरि नातिनी फेरि सोखिन चियाको कस्तो छ कान्छु चिया ठिक छ खो नि त मम्मुलाई छैन बाई गरिदेऊ बाई तिम्रो कपै ठुलो छ अब हाम्रो भ्लगको अन्तिम सेगमेन्ट यही हो फेरि अर्को भ्लगमा हामी भेट हुनेछौँ मम्मी चाहिँ पार्कमा पनि सुतिरहनु भएको थियो यहाँ पनि सुतिरहनु भएको मम्मी चाहिँ पार्कमा पनि सुतिरहनु भएको थियो यहाँ पनि सुतिरहनु भएको छ कमेडी दरबार हेर्दै हुनुहुन्थ्यो क्यारे मैले बन्द गरिदिएको अहिले एकछिनको लागि एलेक्सा टर्न अन What do you want to turn on? Oh, sorry, Alexa confused भयो Alexa resume